नीचे मैं तुम्हारे अब हूँ हवाले अब दूर दूर लोग बाग मीलों दूर ये वादियाँ धुआं धुआं तन हर बदली चली आती है छूने पर कोई बदली कभी कहीं कर दे तन गीला ये भी ना हो किसी मंजर पर मैं रुका नहीं कभी खुद से भी मैं मिला नहीं ये गिला तो है मैं खफा नहीं शहर एक से गांव एक से लोग एक से नाम एक फिर से उड़ चला मिट्टी जैसे सपने ये किताबी पलकों से झाड़ो फिर आ जाते हैं सॉरी 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 मेरा कर्म तू ही जाने क्या बुरा है क्या भला तेरे रास्ते पे मैं तो आंख मूंद के चला तेरे नाम की जोत ने सारा हर लिया तमस मेरा नमो नमो शंकर भोलेनाथ शंकर Hello guys, welcome to my first and my first vlog. सबैले स्वागत छ मेरो पहिलो भ्लगमा र सबैजनाले साथ सपोर्ट दिनु पर्यो यो पहिलो भ्लगमा यो चाहिँ एकदम स्पेशल हुनेवाला छ हेलो गाइस वेलकम मेरा सुहागरा थे हेलो गाइस वेलकम होगा सुहागरा थे यहाँ मेरे कैमरा पर आजको यो मान्छेलाई मैले जमिना के छिटे जमके भैया जमके आउँछ मामा चलाएर अब चाहिँ हामी यसो घुम्न जान लाखौँ उमरी डाँडा भन्ने ठाउँतिर त्यो राम्रो चौदह फोन आ गया उसका हेलो ये हैंडसम तो मैं मान्छे नि बहुत हैंडसम हो के तर केटीले विश्व सुन्दरी लन्डन आइपुग्यो लन्डन भाउमा त नदिएर न यो भन्दा त हैंडसम देखा गर्छन् अब त टक्क उमारितिर गएर देखाउँछु खतरा छ डाँडा हरियो भएको छ त्यही गएर हेरौँला है त गफ मान्छे यति खुसी भएको त्यो गरेर सेयर गरेर दिनमा 10 चोटि हेर्छ आफ्नो सेयर कामै छैन एकछिन होइन खालि 10 मिनटमा सेयर हेरे कहाँबाट 10 किताब गरेको थियो हेरे कामै छैन यो मान्छेको कामै छैन ढक्क बेनालाई बोलाएर गइन्छ अब घुम्न ए बेसु ओ भेना
कहाँ गयो भेना भेना ह्यान्सम भेना ह्यान्सम यता हारिदिनु भेना हाँस्दिनु एकचोटि हाँस्दिनु एकचोटि यार पढ्ने सुत्ने अनि सिधै अल्छी नि हाँस्दिनु भेना हाँस्दिनु तर घट्यो क्या अझै पनि चार्ट हेरेर आइबियोको यसरी चार्ट हेरिरहेको छ 10 किट्टामा आज 5000 पुगेको छ त्यही भएर चार्ट हेरि चाहिँ यो मान्छेले अनि यो चाहिँ भेडा एकदम ह्यान्डसम भेडा टक्लु पारेर हिँडेका छन् टक्क टक्लु ह्यान्डसम भएर हिँड्या दारी जुवा काटेर छक्छ अभी मैं गाली नहीं दे सकता। नहीं गाली नहीं देना। अब फैमिली देखती है, वरना मैं ऐसे गाली दूं, ऐसे गाली दूं ना, जिंदगी भर याद रखें ये बड़े भाई। भने सधैँ लगाउने टोपी पनि छैन आज भेडाको अब टक्स भिडियो अब दिदीसिन पुग्ने भयो धेरै माया छ भनिदिनु न एकचोटि ल दिदीलाई माया छ धेरै भनिदिनु मेन्सन हानिदिन्छु ल माया छ भने भनिदिनु माया छ कि माया छ अझै अरू गफ हान्नु पर्यो नि अनि के गफ हान्ने मेरो बेबी तिमीलाई मिस गरेको छु यस्तो यस्तो भन्नु पर्यो भनिदिनु ल भेनालाई भनिदियो कि छिटो यस्ता फेरि लजाउने हेर्न लजाएर लजाउ के भेना हेर्न लजाइदियो यस्तो नलजाउ कि भेना यार भनिदिनु मेरो मायालुलाई धेरै मिस गरेको छु आफ्नो मनले भन्ने त मैले भन्न सिकाउने भेना मैले भन्ने आउँदैन आफ्नो मायालुलाई माया गर्छ भने व्यक्त गर्न आउँदैन कसरी फेस टु फेस ल छिटै फेस टु फेस भेटौँ भनेर ल त्यही त भेटु नि कहिले बिहा गर्न पर्यो नि छिटो 4-5 वर्ष 26 वर्ष पुगिसक्यो त्यसलाई छोडेर के भयो रे फेरि एकचोटि भन्न म व्यक्त आवेदन गर्दछु फेरि भनिदिनु होला के भनिदिनु हुन्थ्यो बुढो भयो कि 26 ओए मारे यार ह्यान्डसमहरू आइरहन् अगाडि के देखाइदिने यार टक्क ह्यान्डसमहरूले देखाउनु हुन्न कारण हामी ह्यान्डसम भएको त होइन अरू ह्यान्डसमहरू देखाउनु भएन टक्क अब चाहिँ म डाँडामा गएर देखाउँछु तपाईँहरूलाई यस्तो दामी देखिया बेस्ट भ्यू छ त झन् आज कट्टु लगाएर चाय लगाएर हिँडेको यस्तो ह्यान्डसम भएर कि हेर्न आमा ए भगवान् ह्यान्डसमको सिमै छैन कि यता फेरि यता फेरि अर्को झन् भेनाको त झन् के कुरा गर्नु र ए भगवान् सबै केटाकेटी मात्र हिँडिन्छन् बे डाँडामा यार हामी कहिले के यस्तो केटाकेटी सर्प टक्क ल यहाँ आइदिन पर्यो घुम्न खतरा छ ठाउँमा स्पेसल यस्तो खतरा मेरो लागि दामी छ डाँडा चाहिँ बेटी अब यहाँ टक्क यस्तो स्पेसल छ वरिपरि साइडमा टक्क फुलहरू आन्टीले चाहिँ सफा गर्दै हुनुहुन्छ यहाँ टक्क आन्टीले सफा गर्दै हुनुहुन्छ यहाँ आम्ला नि कुनै दिन केटीसित आन्टी त्यस्तो होइन म त्यस्तो मान्छे होइन म सोझो हो म त्यस्तो गर्दिनँ आम सरी माफी माग्न चाहन्छु सरी है सरी माफी मागे सरी टक्कै आज फाउन्टेन यस्तो दामी छ तर आन्टी चालु गर्नु पर्यो के भएन यस्तो त थै कहिले चलाइदिनुहुन्छ थै यहाँ त झन् यहाँ रोमनमा लेखेर हिँड्छ नत्र उमरी आउने बाटो भनेर टक्क रोमनमा लेखिदिरहेको कि नेपालीमा लेखिदिनु पर्ने टक्क हेर्न कस्तो राम्रो फुल छ साइडमा फुल छ यस्तो दामी छ यस्तो दामी फुल छ टक्क भ्यू पनि यस्तो दामी देखियो क्या आज हेर्न बादलहरू टक्क वाइटी ब्युटिफुल भएर हामी तिनटै टक्क ह्यान्डसम भएर जाँ लगाइदियो हिँडेको छौँ हामी चाहिँ
टक्क यता चाहिँ त्यो के भन्छन् रे यहाँ के गर्छन् रे पिकनिक खानलाई पनि ठाउँ स्पेसल छ पिकनिक खानलाई यता ठाउँै बनाइदिएको छ पिकनिक खानलाई 2-3टा 4वटा जति टक्क भवन जस्तो छ पिकनिक खानलाई बनाइदिने केटाकेटी टक्क आउँछन् बस्छन् हैन यतातिर यसको उतातिर जङ्गल छ केटा र केटी बस्नलाई फेरि यस्तो राम्रो छ हेर्न यता हेर यस्तो राम्रो छ माथि हेर्न यस्तो दामी छ क्या यस्तो दामी भ्यू छ तर फेरि यहाँ बर्खाको बेलामा सर्पले चाकमा हान्दियो भने तल पानी सानी सबको व्यवस्था छ तर पिकनिक आउनलाई दामी छ ठाउँ आउनु होला भिजिट गर्नु होला दामी छ ठाउँ चाहिँ त्यो चाहिँ हाम्रो उमरी त नभनौँ अब उमरी टक्क हिँड्दा धौ भइसक्यो टक्क यहाँ केटाकेटीहरू खेल्नलाई पार्क छ दामी सानो ठिक्कको पार्क छ अनि एउटा बुद्धको गुम्बा पनि छ बुद्धिस्टहरू आउनलाई दामी हुन्छ सबैको लागि व्यवस्था गरे यहाँ चाहिँ हिन्दूको लागि झन् छुट्टै छ ल भनिदिनुहरू के छ भनिदिनु त ल 3टा 7 3टा 5 3टा 7 3टा 5 छ त्यस्तो त भएन कि त्यस्तो छैन होला यार तर दामी छ कि अहिले त झन् पुरै बर्खा लाग्यो पुरै घाँस हो त कतै हरियाली यो हेर्दाखेरि टक्क हरियो भने नेपालको धन भन्नै गर्व लाग्दो जस्तो छ कि यो ठाउँ यार हेरेर दामी छ टक्क भ्यूसित गुम्बा यस्तो दामी छ ए पनि केटाकेटी खेल्नको लागि सब छ स्पेसल छ यहाँ भ्यू त ए भगवान नसकिनु छ आजको हेर्नुहोस् स्पेसल चिज to think to remember in life, take care of your thoughts when you are alone and you are the best. तर यो चाहिँ भएन यार यो चाहिँ मिलाउन पर्यो कि यस्तो गराइदिने कि यस्तो टक्क भित्रपट्टि चाहिँ यस्तो दामी छ यस्तो छ बुद्धको स्ट्याचु मतलब कि मूर्ति छ दामी छ भित्रपट्टि पनि आमा सानीमा चल्दिन लाग्यो अगाडि हिँडिरहन् कस्तो अगाडि हिँड्ने अरे एक्लै हिँडिरहन् बहुत एक्लै हिँड्छ नि अरे यिनीहरू बहुत माथि टक्क यहाँ पनि फुटबल खेल्छन् फुटबल खेल्ने गराउनु छ सानो टक्क ठिक्कको फुटबल खेल्ने गराउनु छ अनि यता चाहिँ मन्दिर छ मन्दिरभित्र पनि गएर देखाउँछौँ तपाईँहरूलाई होला आफ्नै मन्दिरको बुद्धिस्टको लागि दामी छ लक छ क्या भित्रदेखि त्यो ओए दामी यो चाहिँ मन्दिर भयो टक्क यस्तो दामी छ यस्तो बवाल छ आमा भित्रबाट गएर देखाउनुहुन्थ्यो पाइन्छ कि नै हो बिहानमा त पाइदो होला के त दिउँसो साँझ पर्लाइसक्यो पाइन्छ कि नै हो जाउँ न भित्र यसो पाइन्छ कि नै पाइन्छ जाउँ न त फेरि यसो गइदिउँ जाउँ यसो भित्र गइदिउँ तात्तिन्न कि हिँड न जाऊ तिम्रो मोबाइलको बालिहाल मैले आउँछ आउँछ त
स्टामिना टक्क चप्पल छोडाएर भित्रतिर जानलाई यहाँ दामी छ गुफा टाइपको छ क्या भित्र फेरि चाबी लगाएको छ भित्र जाने ठाउँ गुफा टाइपको छ भित्र यस्तो दामी छ मुनि जानुपर्छ गुफा मतलब कि गुफाभित्र ठिक्कको अलि तलैसम्म छ गुफा दामी छ यो गेटहरूदेखि पनि गेट त्यहाँदेखि उता पनि एउटा दुईवटा मन्दिर छ यहाँदेखि उता जाने दुईवटा मन्दिर छ यस्तो दामी छ क्या बर हो कि पिपल के भन्छ यसलाई दामी छ त ठाउँ यस्तो छ यता पनि एउटा मन्दिर रहेछ यता त आएको थिएन यार म त यार कहाँ हेर्न जाऊँ न यताबाट जाऊँ न यता उताबाट लग लगाएको क्या उता चाबी लगाएको छ कि उता चाबी लगाएको छ क्या यस्तो दामी छ भित्रबाट अन्त मार्बल सार्बल हालेर यस्तो दामी बना उताबाट जाऊँ न उताबाट गएर हेरेर राम्रो लाग्यो मुनि कता लगाउँछ चाबी जाऊँ न यसरी हेर ढोका छ कि ढोकामा लगाउँछ हेरिदिउँ न यार लाइट बाल्न न अगाडि गएर चाबी चाबी पो लगाएर चाबी नलगाएको भए तपाईँहरूलाई देखाएको यस्तो दामी छ कि मैले यस्तो दामी छ यता यहाँ एउटा मन्दिर छ वाल उता अनि त्यसको मन्दिरको उता नि एउटा मन्दिर छ दामी छ जाऊँ न यस्तो घुम्ने भन न खोल्नुहुन्छ कि जाने मन्दिर चाहिँ दामी बनेको छ मन्दिर यता भर्खर बनेको मन्दिर यो दुईवटा चाहिँ राम्रो छ यो पुरानो हो यो चाहिँ भर्खर बनेको यो चाहिँ पुरानो श्री विष्णुदेवी मन्दिर भन न खोल्नु बाबा गुफाको चाबी खोलिदिनु होला खोलिदिनु अहिले खोलिदिनु अहिले त खोल्नुहुन्न अरे अब यस्तो अरू बेला चाहिँ खुलेको बेलामा चाहिँ देखाउँला नि यस्तो दामी छ यताबाट मूर्ति चाहिँ के को हो यार हनुमानको हो क्या हनुमानको मूर्ति हो ठ्याक्कै यहीँ छ त्यो मूर्ति त्यो भयो ठ्याक्कै यसको मुनि छ क्या यसको मुनि चाहिँ छ त्यो एउटा शिवको त्यो छ शिवको होइन शिवको त्यो छ गुफा टाइपको छ तल मुनि शिवको मूर्ति छ यस्तो दामी छ तर चाहिँ अहिले त बवाल भने पहिला दामी बने पहिलाको भन्दा त अहिले पहिला त त्यति राम्रो थिएन तर राम्रो त मन्दिरै हो जस्तो पनि राम्रै हुन्छ पहिलाभन्दा अहिले डेकोरेट दामी गरेर अहिले चाहिँ त्यसको यता मन्दिर दामी छ घुम्न आउनु होला बिहान पूजा गर्ने बेलामा टक्क खोलिदिया हुन्छ आएर हेर्न सक्नुहुन्छ गुफा पनि दामी फोटो हाल्दै गुफाहरू अब चाहिँ घरतिर लाग्न लाग्यो घरतिर चल्दिने अब चाहिँ आजको भ्लग चाहिँ यति नै सकिन सक्छ सायद यति नै हुन्छ होला आजको भ्लग चाहिँ साथ सपोर्ट देखाउनु पऱ्यो हजुरहरूले साथ सपोर्ट देखाउनु भयो भने मैले अझै पनि राम्रो भ्लग दिन सक्छु हाम्रो यो स्पेसल भ्लग चाहिँ यति नै सकियो र
रमित सुनार भ्लगलाई चाहिँ सधैँ साथ सपोर्ट देखाइराख्नु पर्यो र सब्सक्राइब गर्नु पर्यो हो कि नै बेना के गर्नु पर्यो भनिदिनु त ल लाइक गर्न पर्यो सेयर गर्न पर्यो सब्सक्राइब गर्न पर्यो सबैलाई आफ्नो साथीहरूलाई सब्सक्राइब गर्न भन्नु पर्यो अनि सेयर गर्नु पर्यो आफ्नो साथीभाइहरूलाई अनि यति भन्दै आजको भ्लग चाहिँ यति नै खतम सी यू टुमारो एन्ड नेक्स्ट भ्लग बाई बाई